गुड मर्निङ, जय मसी सबैजनालाई। आरामै हुनुहुन्छ होला। आज चाहिँ शनिबार अनि गर्मी महिना सुरु भएकोले गर्दाखेरि अहिले चाहिँ हाम्रो चर्चमा बिहानको 8 बजीदेखि आराधना सङ्गति सुरु हुन्छ। त्यसैले बिहानै तयारी भएर म चाहिँ चर्च जानलाई निस्किँदैछु। मलाई चाहिँ गाडीहरूमा एकदमै गाह्रो हुन्छ यात्रा गर्नको लागि। त्यही भएकोले गर्दाखेरि बानी बसाल्नको लागि पनि म चाहिँ बस चढेर चर्च गएँ। फेरि यहाँ चाहिँ अलिकति बाटो बिग्रेको रहेछ अनि म त घडी हेरेको ढिलो हुन्छ होला भनेर, तर ढिलो चाहिँ भएको रहेछ। म समयमै पुगेँ। सङ्गति सुरु हुनुभन्दा 15 मिनट अगाडि अनि तयारी गरेँ आफूलाई अनि वर्सिप सुरु भयो। आजको सङ्गतिबाट म चाहिँ एकदमै धेरै आशिषित भएँ। वचन चाहिँ हाम्रो चर्चको पास्टर बुवाले दिनुभएको थियो अनि एकदमै राम्रो सङ्गति भयो। सङ्गति सके पछाडि हामी एकअर्कासँग कुरा गऱ्यौँ अनि एक हप्ताको लागि फेरि छुट्यौँ। आज तपाईँहरू चर्च जानुभयो कि जानु भएन अनि कतिजना मान्छेको चाहिँ सङ्गति नजाने बानी हुन्छ नि त। तर पनि वचनमा भने जस्तै हामी चाहिँ एकसाथ भेला हुन छोड्नु हुँदैन, सङ्गति चाहिँ जानुपर्छ। म चाहिँ फाइनली चर्चबाट घर आइसकेको छु। मेरो पर्सनल कामहरू पनि थियो, त्यही भएर 5 बजी घर आइपुगेँ। यस्तो गर्मी थियो, यस्तो गर्मी छ अहिले पनि, त्यही भएर खरबुजा खाँदैछु। भिडियो हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद। यसो भिडियोमा लाइक कमेन्ट्सहरू चाहिँ गर्नु नबिर्स्नु होला। पानी पर्न सुरु गरेँ, पानी पर्न सुरु गर्यो अब। हुन्छ, बाई बाई, सी यू इन नेक्स्ट भिडियो।